यति धेरै सब्जी दियो कि म त कस्तो कन्फ्युज भयो काम भयो म त्यो धेरै दिनपछि भात खाएर कन्फ्युज भएको है कम्युनिटीलाई एउटा रिप्रेजेन्ट गरेर बनाएको हो नेपालमा बाइकिङ कम्युनिटीलाई छैन नि त यस्तो क्याफे टाइप केही पनि त्यही भएर यो चाहिँ बाइकर्स क्याफे बाइकको केही इभेन्टहरू हुन्छ नि ठुल्ठुलो इभेन्टहरू यहाँ हुन्छ क्या भन्नुहुन्छ नि गाइजहरू निन्द्रै पुगेको छैन कि आमामा हिजो पनि बाहिरै थियो क्या म त्यही भएर आज त ननिस्किनु पर्यो मजाले सुत्नु पर्यो भने सुतेको त के को सुत्नु दिन्छ हिस्ट्री डार्लिङले फोन गरेर बोलाइहाल्यो अब जाँदैछु म हिस्ट्रीलाई भेट्नका लागि म बिना सास आएन अरे क्या अर्तिर आएको छ अरे गएर ठोकेर निकालिदिनु पर्ने छ आमामा यति फोन गर्यो कि यति फोन गर्यो मलाई तिमीलाई मलाई नभेटिकन सास्यो अगर न जाथा मलाई आमा बिहानदेखिको यिनीहरूले मलाई फोन गरेको आमा म त यस्तो डेन्जर निन्द्रा पुगेको छैन ल भयो छिटो आऊ छिटो ए म आएको इन्टरभ्यू त फ्यान भएछ नि त फ्यान रहेछ फ्यान कता मर्ने बेला रहेछ जस्तो देखिरहेको होइन कस्तो गऱ्यो अरे हिस्ट्री छिटो गएर नाच्न जाउँ सम्झि भनेको ल हामीले त्यसो गऱ्यौँ अरे हिस्ट्रीलाई धरा नै पुग्यो त नि एकैचोटि कस्तो होला तपाईँ सोच्दा एकचोटि भेट्न आएन फोन गरेछ चार्जमा राखेको थिएँ क्या उता काउन्टरमा मेरो चार्जरै बिग्रेको छ नि त नि बिचरा फोन गरेछ अनि होइन अब फोन गरेपछि त्यहीँ यसो भिडियो गर्नुभन्दा त के गर्दैछ भने आउनु त मिल्छ नि यहाँ चाहिँ खासमा के हो यो बाइक राख्नुको रिजन के हो यहाँ बाइक छ थाहा छैन यो भन्दा यहाँ के अरे यो बाइकिङ कम्युनिटीलाई एउटा रिप्रेजेन्ट गरेर बनाएको हो नेपालमा बाइकिङ कम्युनिटीलाई छैन नि त यस्तो क्याफे टाइप केही पनि त्यही भएर यो चाहिँ बाइकर्स क्याफे बाइकको केही इभेन्टहरू हुन्छ नि ठुल्ठुलो इभेन्टहरू यहाँ हुन्छ क्या केटिएमको ट्राइमको अनि त्यहाँबाट अरू कम्पनीहरूको क्या अनि यो चाहिँ अनि अहिलेको जस बाइकिङ कम्युनिटीको बवाल ठाउँ हो यो यसो कफी खाने आउने म बिना किन रुचेन भनेको त्यहाँ गर्लफ्रेन्डसँग आएर बस्नुपर्ने ठाउँ रहेछ नि त नि ठगठगाम त एकचोटि कति न क्यामेराम्यानहरूले सिकाएर ढुक्क बसेको यसले मलाई बिस्तारै घोल भन्छ तर म साह्रै गरी घोल्छु क्या मलाई घोल्नुमा मजा आउँछ क्या टन्ने खाएर बुढी मैले फाइदा लिँदैछु कुचुक यहाँभन्दा तल जानु हुँदैन यहाँसम्म सीमित छ नत्र यो मेरो कपाल कुनै हुँदैन मलाई चाहिँ अस्ति काठमाडौँ आइदेखिको भात खानु मन परिरहेको थियो भात खानु लानुपर्छ भनेर यसरी पोस्टहरू देखेन होइन क्या त्यत्रो फोन गरेर आइजे है भात खान आइजे भन्दाखेरि त आइस अब आयो त अहिले 3 बजे भात खानु जाँदैछु घरको जस्तै भात खान ओइ खोइ बाइक अनि ए हो ओहो म त उतो बाइक पो हिस्ट्रीको होला भने सोचिरहेको थिएँ म त यहाँ भएको ओ एकछिन खुट्टा कता हौ कति सानो क्या तर साँच्चै के मलाई आज ओभर धेरै कल गरेको नआएको भात खान निन्द्रा अलिक पुगेको थिएन कि धेरै जाँड खाएर भन न के धेरै जाँड खायो निन्द्रा अलिक पुगेन द्याट्स वाइ अनि के भन्छ भात खान नसकेको भन न आमा हेरे पेट्रोलको लाइन यहाँ के को पेट्रोल यहाँ छैन रे हो सर्टेज छ रे हामीले त बल्ल बल्ल पाएको यत्रो धेरै लाइन थियो होइन म सर अगाडि गएर रोक्थ्यो होइन यति भात खान्छु हिजो प्लान गरेको हो नि त लिएर आउँछु भनेर अब सुन्नुभयो होला कहानी
कहानी त मेरो डेन्जरै भयो त्यो कारणले गर्दाखेरि चाहिँ अहिले भर्खर आएको कति टाइम लाग्छ खाना धेरै टाइम हो चेरी खाना थोरै पिटिक्क मात्रै भाइ भाइ भयो म यति धेरै भात खान्छु आज यो के हो यो हिस्ट्रीको एउटा खाना यो के हो यो चिकन माछा अनि यो त्यही यहाँ जिम्बु खाना घरमा आइरहेछु पहिला खान्छु यहाँ घरमा खाएको जस्तो फिल हुन्छ कि हुँदैन तर दालहरू चाहिँ यस्तोतिर मिठो बनाउँदो रहेछ है कति धेरै गुन्द्रुकको छ मिठो रहेछ आज मैले क्यामेराम्यान पनि हायर गरिदिएको छु यो यसमा मासु कति धेरै दिएको चेरी अर्डरमा चाहिँ मासु धेरै दिन्छ अरे सबै मासु भयो पर्क मासु मिस भएछ है खमखम लागेन त्यही हाले खाम भएको कस्तो कन्फ्युज पो हुँदो रहेछ हौ मैले भात खानु बिर्सेँ हौ धेरै दिनपछि खाएर कहाँ गयो त हिस्ट्री भाइ मैले खोर्सानी दिनु न आलु मनै पर्दैन सकाइसक्यो मिठो है यहाँ खाना है लभली मिठो है तिमीसँग पावर ब्याङ्क छ भन न सबै छ तिम्रो हजुर निकाल न राइस भन्दा नि भात चाहिँ लिएर मैले त थाहा यो त कहाँ तिमीलाई दिएको हो त तिम्रो जस्तै रहेछ नि ए भयो 12.5 करोड भयो 12.5 करोड हो 25 करोड हो 25 करोड के हिस्ट्री गर्नु एउटा मात्र छ क्या एउटा दुईटा हुनुपर्छ 25 हेर्न कति धेरै सब्जी दियो कि म त कस्तो कन्फ्युज भयो कुन खाम भयो हौ म त्यो धेरै दिनपछि भात खाएर कन्फ्युज भएको है होइन के थप्नु मलाई गुन्द्रुक अचार थप्दिनु अनि रायो साग सब्जी धेरै दिनुभयो कि अनि कन्फ्युज हुँदो रहेछ कुन खाम हुँदो रहेछ अझै साग थपिदिनु न तर बल्ल मलाई खाना खाँदाखेरि यहाँ आएर चित्त बुझ्यो या अस्तिको त मलाई रिस उठेको क्या होइन होइन आलु त मनै पर्दैन बाई बाई धन्यवाद यहाँ धेरै त कत्रो भात बोकेर कति धेरै भयो साह्रो छ अघि चाहेको हामीलाई मासु ग्रेभीमा भने त दिन्छ होला है यसको यस्तो मासुको ग्रेभी दिन्छ बफको त्यो चाहिँ हाम्रो मटन कबाब भयो त्यसको चाहिँ आउँदैन हजुरलाई मटनको ग्रेभी चाहिँ आउँछ त्यो मटन यिनीहरू कति खाएको त मैले यो चाहिँ हजुर मटन लिनुभयो यो चाहिँ कबाबमा मटन ग्रेभी ल्याइदिउँ न हजुर पिटेको मात्रै ल्याइदिनु गुन्द्रुक अचार भन्छ हजुर मलाई त ध्यान देखेर दिनुभयो जस्तो छ भयो भयो मुलाको एक पिस मुला कहाँ छ मुला यहाँ दिएन अघि यही छ म्याम अगाडि कहाँ छ मेरो यो के त यो ए भयो भयो देखेर कन्फ्युज भयो क्या डान्स त
आज मुला कत्रो धेरै दिएको त अनि आम्म खोर्सानी पनि गरिदिनु लामो खानु दिएन हौ पहिला किनले खान त हो त्यत्रो लामो छैन हिस्ट्री खुवाउनको लागि हेरेको छु दिएन मटन ग्रेभी हस् थ्याङ्क यू चाहिँ क्यान्सल गर्नुपर्ने हुन्छ जिरो लागिहाल्यो प्लिज मैले खाएको कति कति हन्ताकाले भएको रहेछु म त दाल खान सक्दैन के खाँदैन भोको टाइममा सिकाउने कता डाइटिङ हिस्ट्री रहेछ आज पर्दा बसेको छ अरे भात खाँदैन उसले डाइटिङ बसिरहेछ त्यही भएर म खान्छु है खाने म डाइटिङ हो क्या गर्दा बसेर राम्रो बुढी पाओस् त्यस्तै एउटा जाओस् बिग बाइट बिग बाइट ओके छिर्छ कि छिर्दैन हौ जामा लाउने छिर्यो ओहो छिरा एक्लैले खाएको हेर नै आम्मा के मात्र छैन यहाँ जो हामी रहेछ है नखाने बर्दा बसिरहेको छ व्रत बसेको राम्रो बुढी पाओस् भनेर यसले अनि चाहिँ बुढी चाहिँ मस्त पऱ्यो भने चाहिँ के कस्तो खाने जामा लाउने क्यामेराम्यान हाँस्दै मुख त ओभर ठुलो रहेछ है यसको अब जाँदैछौँ बौद्धको ल्याबी गार्डन हामी त जक्सनै भइसक्यो त होइन यहाँ त जक्सनै हो अलिक दिन हराएको थियौँ जहिले मुत्नु पर्यो कहाँदेखि कहाँ आइपुग्यो यति मेरो पछाडि कस्तो हेर्छौँ केटा आइरहेको थियो यार सालाहरू त्यसले चाहिँ त सुगर डाइरी भन्छ माया सानो म त्यस्तै हेरेर बस्छु जस्तो लाग्छ त्यसले हेरिरहेको थियो क्या तिमीलाई हेरै गरिरहेको थियो क्या त्यसले ए हो त्यही भएर भनेको क्या ए छ्या कस्तो नि घिनलाग्दो बुढो मान्छेले हेरेको त हौ अलिकति ह्यान्डसम केटाले हेर्नु नि अनि पछाडि फर्केर हेर्छु त ह्यान्डसम केटा हो हो भनेर मलाई किन कस्तो देखेर चाहिँ हेऱ्यौ त मान्छेले यार के देखेर हेरेको नि हेर्न चाहिँ हेऱ्यो साह्रो ह्यान्डसम केटाले हेर्नु नि होइन गाइस अनि पो मजा आउँछ त अलिक काम छ उसको त्यो के कुरो गर्नु पर्छ अरे ल ल ल ल बच्चाहरूलाई चाहिँ कहाँ पुऱ्याउने होला कस्तो दामी